नमस्कार, म आकृति न्यौपाने। बाबुराम न्यौपानेद्वारा लिखित विदेश पलायन कविता म वाचन गर्न गइरहेकी छु, जुन सवाई छन्दमा रहेको छ। विदेश पलायन। अन्धो भयो सरकार, बहिरा भए नेता, कस्ता भए गाउँ घर नेतालाई के थाहा। रित्तो भए गाउँ घर जङ्गल भए फेरि, घाट जाने कोही छैन मान्छे मर्दाखेरि। काम छैन नेपालमा डिग्री पास गरे, नेपालमा विद्यार्थीको सबै आश मरे। बाबा आमा घरमा नै धेरै दुःख गर्ने, छोरा छोरी विदेशमा भाँडा माझ्नु पर्ने। रहरमा मान्छे कहाँ देश छोडी जान्छ, भविष्यको चिन्ताले नै विदेशमा लान्छ। मेरो देश देख्दाखेरि रुन मन लाग्छ, भ्रष्टाचार जस्तो फोहोर धुन मन लाग्छ। देशमा नै रोजगारी सुनिश्चित गरौँ, गाउँ घर सबैतिर खुसियाली भरौँ। बाबा आमा छोरा छोरी सँगै बस्ने साथ, अघि बढी बनाऊ देश मिलाई हात हात। अघि बढी बनाऊ देश मिलाई हात हात। धन्यवाद।